लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरेको ठाउँको स्थलगत अवलोकन गर्नुभएको छ। आइतबार उहाँ सुस्तामा पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकनपछि कटान रोकथामका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो। र आज अनुगमनको सिलसिलामा प्रदेश सरकारको तर्फबाट यो सुस्ताको कटान क्षेत्रको अनुगमन गर्न भएन म यहाँ आइपुग्दाखेरि विशेष गरेर नेपाल सरकारका तीनवटै निकायका सुरक्षाकर्मी मित्रहरू र सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू दिनरात अहोरात्र खटेर यो नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिराखेको छु। र साथसाथै हाम्रा सुरक्षाकर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। र साथसाथै मैले यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट यो नदी कटानको निम्ति आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। र मैले हाम्रो सिँचाइको इन्जिनियर साहबलाई भनिसकेको छु, हामी विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौँ। र साथसाथै यहाँहरूले जुन खालको बेलुकामा पनि रातिमा पनि सुरक्षाकर्मी साथीहरू यहीँ बसेर अनि यो जोगाउनको निम्ति भूमिका खेलिदिए हुन्थ्यो भनेर जुन यहाँ सुस्तावासीले अपेक्षा गर्नुभएको छ, म तीनवटै निकायका प्रमुखहरूसित, प्रदेश प्रमुखहरूसित समन्वय गरेर यहाँहरूको त्यो अपेक्षालाई पनि पुरा गर्नको निम्ति म मेरो ठाउँबाट भूमिका खेल्ने छु। यही कुरा म यहाँहरू समक्ष राख्दै तपाईहरूलाई उच्च मनोबलका साथ तपाईहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन। यिनै कुरा राख्दै जलस्रोत तथा डिभिजन एकाइ कार्यालय नवलपरासीका इन्जिनियर मनोज भट्टराईले बाँध निर्माणको लागि तत्काल चाहिने आवश्यक सामानहरू हामीले सहयोग गरेको बताउनु भएको छ। उहाँले तार जाली, बोरा लगायतका सामानहरू तत्कालै हामीले उपलब्ध गराएको बताउनु भएको छ। हामीले हाम्रो कार्यालयमा यहाँ हाम्रो फोकल पर्सन जयसवालजीले चाहिँ गाडी पठाइसक्नु भएको छ र 100 थान ग्याबिन जाली र 3000 थान बोरा हिजो हामीले ल्याइसकेका छौँ। यसको अमाउन्ट भनेको लगभग 7 लाख जति हुन्छ र साँझसम्म त्यो आइपुग्छ। र त्यति जाली र बोरा भरिसकेपछि हामीले देखिरहेको यो धेरै जसो अहिले गर्ने भनेको इमर्जेन्सी काम नै हो। इमर्जेन्सी रूपमा संरक्षण गर्ने भनेको जाली बोरा लगाएर अर्को उहाँहरूले माग गर्नुभएको प्रोकोपाइन्स भन्ने छ, त्यो प्रोकोपाइन्स भन्ने स्ट्रक्चर छ, त्यसलाई पनि हामीले अब फास्ट ट्र्याकमा त्यसलाई खरिद गरेर सप्लाई गर्छौँ। यसै गरी सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जायसवालले गत वर्ष किनेर राखिएको तार जाली र बोराको सहयोगमा अस्थायी बाँध निर्माणमा हामी जुटेको बताउनु भएको छ। बाँधमा त्यसपछि हामी लगातार आज 14औं दिन हो, 24औं घन्टा खटिरहेका छौँ। त्यति बेलासम्म हामीसँग भएको केहीहरू गत वर्ष पनि तपाईँहरूले बाढी आएको कुरा थाहा छ। त्यति बेला हामी जाली, लाइलन जाली र तपाईँको बोराहरू लाएर राखेका थियौँ, स्टक थियो हामीसँग थियो। त्यो लिएर हामी काम सुरु गऱ्यौँ। त्यसपछि यही तपाईँको काम गरिरहँदाखेरि यो जालीहरू थियो, त्यो जाली पनि हाम्रो त्यहाँ विभागले जाली लगाउनु पनि भनेपछि जाली लगाएर काम सुरु गऱ्यौँ।
त्यो काम सुरु गरेको हो। त्यति बेलासम्म हामीहरू कठिनाइ थियो। तर अहिलेको अवस्थामा के छ भने राज्यको अब त्यो डिडिजी उता केन्द्रमा पनि खट्यो भने उहाँले पनि केही निर्देशन गर्नुभएको छ। मुख्यमन्त्री मान्य मुख्यमन्त्रीज्यूले त अझै इन्जिनियर साहबलाई हाकिम साहबले राखेर निर्देशन गर्नुभयो, पैसाको कारणले गर्दा सुस्ता खट्नुहुन्न, त्यसको लागि तपाईँ काम थाल्ने गर्नुहोस्, के चाहिन्छ त्यो हामी पुरा गर्छौँ भनेर भन्नुभएको छ। हिजोदेखिको जुन हाम्रो एउटा फिलिङ छ, राज्य नै लागेको छ, पुरा शक्ति नै लागेको छ। अब हामी आफ्नो सुस्ता बचाउन लागि र अर्को कुरा सबभन्दा ठुलो खुसी मलाई के लाग्यो भने आज तपाईँ जुन यो देख्नु भएको छ सुस्तावासी त खटेकै खटेछ, हाम्रो सेनाको र सशस्त्रको पनि अहम योगदान छ। अब कस्तो छ भने त्यस्तो ड्युटी गरे जस्तै अब एकजना 35 जनाको टोली आउँछ काम गर्नुहुन्छ, उहाँहरू 4-5 घन्टा 5 घन्टा 6 घन्टा काम गरेर फेरि अर्को टोली आउँछ, फेरि राति बस्दा पनि टोली आउँछ, उहाँहरू कन्टिन्युस 35-40 जना भएर काम गरिरहनु भएको छ, जसले गर्दा हामी सुस्तावासीलाई एउटा हौसला पनि भएको छ र हाम्रो काम गर्नलाई सजिलो पनि भएको छ।